आज तिमीलाई बिगार्छ भनेर मैले यहाँ दुईजना स्ट्यान्ड बाई राखेको छु ल केही पनि गर्न पाउँदैन मुडमा अलिकति फेरि आयो भने फेरि भावनामा भग्यो भने आउँदैन क्या तिमीले त्यस्तो गर्दैन मलाई थाहा छ अहिले त नयाँ यस्तो यो त फेरि महँगो छ नि यो प्यान्ट नबिगार नि कहिले भनिदिएछ नगरौँ नगरौँ के प्लिज प्लिज एउटा गरौँ नगरौँ यो एड नगरौँ के भाउजू यो फेरि नगरौँ के मैले भने गरौँ यसो गरेर छिटो ढिला भइसक्यो घर जान ल एउटा तिमीले गरेपछि टक्क लाएर आज जानुपर्छ ल आज आज लास्ट ल टक्क लाएर यस्तो दामी आज आएको छ खतरा आएको छ एकचोटि लाएर देखाउनु साथीहरू हेर्नुहोस् ल तपाईँलाई म दाग लाग्छ ठिक छ म आज तपाईँलाई म लाएर देखाउँछु ल ए लाउने आज लाएरै देखाउँछु यही लाएरै साथीहरूलाई बाबाले खतरा पाइन्ट ग्रन्ज पाइन्ट ल ग्रन्ज पाइन्ट बाबाले आएको छ ल साथी हो बिस्तारै आज नि नगर भन्दै अनि कहाँबाट छिराएको त खुट्टा त्यहाँबाट छिराउने हो पाल रहेछ नि त अनि ग्रन्ज भनेको चाहिँ के हो त अनि पाल हुँदैन यो सबैतिर पाल त हुन्छ नि जहिले बिगानी कति 4000 पर्छ भने अब पैसा तिर्ने होला होइन म तिर्छु भन्ने होला होइन अब बिगारेपछि यही भाग्ने होइन है अब के गर्ने यो अब मलाई कस्तो गुवा आयो क्या जहिले गुवाउँछ यहाँ बस्दा यो के गर्ने भन यसलाई अब होइन म तिर्दिउँला नि त यस्तो राम्रो 4000 पर्छ भनेर यस्तो दामी प्यान्ट मैले देखाइरहेको थिएँ अब यो पालबाट छिराएपछि यो ट्राई गर्छु यो त पर्दैन यो ट्राई गरिदिन्छु त्यसरी साथी हो एकचोटि फेरि यो छोडिदिनु यो पर्दैन अब त सुन नि दिन तिमीलाई त भनेको झन् चाहिँ नगर भनिरहेको छ यस्तो राम्रो प्यान्ट अब 4000 को प्यान्ट च्यात्दै है फेरि मैले एनिसलाई त सकेन ल च्यात्दै खालि बा किन होइन के अरे गुवा आयो भने क्या सधैँ आउनु भएको छ च्यात्नु भएको छ होइन तपाईँले जानु च्यात्यो भने त यो पाइन्छ मैले जान च्यात्यो होला त्यो त खुट्टा त्यो पाल्न पर्यो क्या तपाईँले जान च्यात्यो भने त यो हो र भाउजू सरी नि त भाउजू अर्कोचोटि चाहिँ म गर्दिनँ होला कसम अर्कोचोटि चाहिँ म गर्दिनँ ल छोडिदिनु नि त आज अर्कोचोटि चाहिँ गर्दिनँ नि त यो खुट्टा हाल्छु भनेको त्यो पाल्न परेछ क्या अनि हेरेर हाल्नुपर्ने खुट्टा चाहिँ कहाँ अनि ग्राउन्डबाट हाल्ने हो त खुट्टा चाहिँ खुट्टा हाल्ने पाल त यहाँ हुन्छ यहाँ मुनि हुन्छ यहाँबाट हाल्ने खुट्टा हेर्छु एकचोटि हेर्छु म त त्यो पर्दैन छोड बनाउँछु नि त त्यो पर्दैन अब पुग्यो ल छोड अब तिमीले भिडियो नि बनाउनु पर्दैन मेरो तिमी त खालि यस्तै गर्ने अनि म बनाउँदिनु भएन नानी म अब रोएर जित्यो होला अब फेरि अनि बनाउँदिनु भन्नु आएको थियो त नि खालि बनाउँदिनु भन्दा बनाउनु लाउँछ लास्टमा त्यो खुट्टामा पाला परेको थियो क्या अबदेखि अर्कोचोटि बनाउन आउँला